मस्तको बाटो छ दाइ तर मलाई सबैभन्दा मन परेको ट्रेन उ हो के गुमीको गोरुबथानको बाटो बाटो पनि गुमीको बाटो हेर्नुहुन्छ दाइ गुमीको बाटो कस्तो पिच छ गुमीको बाटो हो यो चाहिँ माथिल्लो बाटो हेर यत्रो ठुलो छ क्या गुमीको बाटो भनेको लज्जा अगाडि कस्तो मजा हुन्छ लास्टमा फेरि कच्चा पिस रोडमा हिँड्दै र धुलो खाँदै माटो खाँदै जाँदैछौँ हामी मालारानी गुफामा र हामी 2 घन्टा जति बाइकमा जान्छौँ होला यहाँबाट अनि त्यसपछि त्यहाँबाट लगभग 2 घन्टा जति हिँड्नुपर्छ ल हेरिदिनु होला अफ रोड पिस रोड सबै छ यहाँ फाइनली पुग्यो यो रमाइलो गाउँमा यो रमाइलो गाउँमा भित्र छिर्ने बित्तिकै एकदम शीतल भयो एकदम शीतल हामी 2 घन्टा बाटोबाट हिँडेर आएको थियौँ त्यसको फल एकदम राम्रो भयो एकदम शीतल र एकदम माइन्ड फ्रेस भयो हेर्दै गएको र हेर ढुङ्गाहरू यति राम्रो छ कि डिल्ली टल्किरहेको छ तर एउटा चित्त नबुझ्ने कुरा यो हो कि साथीभाइहरूले सब त्यहाँ लेखेर काट एकदम नराम्रो छ ल यस्तो कहिले नगरिदिनु होला नलेखिदिनु होला प्लिज एकदम नराम्रो देखिरहेछ यसलाई त्यहाँ के रहेछ हात्ती
हात्ती लामखुट्टे टल्किरहेछ पुरा। यस्तोले अलि त्यो भ्लगरमा राम्रो हुनेछ भने तपाईँको यो जुन हरिसिङमा चाहिँ जन्म थिएन यस्तै छ भने के भित्र पनि बाटो छ होला नि? चमेरो गुफाको गेट त्यहाँ छ। अघि माथि गयौँ हामी, अब तल नेचुरल बाख्रा कान जस्तो लाग्यो। हात्तीको कान हिँड्छ नि। तिमीले मजा त्यो प्रचण्ड लुगाइ ठाउँ छ जस्तो। सिमेन्ट बसेर ल्याउन कि भित्र यो पर्छ गर्नु माथि छ त तार बाहिरबाट हेर होइन। मूर्ति ल बल्ल सङ्घर्षको फल मिल्यो। यति भन्दा खुसी हुन्छ। यहाँबाट फर्किने हो। अब मुनि गएर त्यो
त्यो रुममा जानुपर्छ अब त्यहाँको रुममा जानुपर्छ बाटो यहाँ छ हुन त त्यही खाने होइन हुन त छाने के छ र यहाँ बसा छ के लाग्छ त्यहाँबाट कतिको थाक्यो त अलिअलि पसिनामा त आएको ल है अब फर्किँदै हामी मालारानी गुफालाई पनि टाटा भन्दै र सूर्यले पनि हाई भन्दै हेर्दै सूर्यको मुहार हेर्दै रमाउँदै गमाउँदै घर फर्किँदैछौँ र दाजुभाइ दिदीबहिनी सबैले लाइक र सब्सक्राइबर पनि गरिदिनु होला। अहिलेसम्म मेरो भिडियोमा जोडिएकोमा सबैजनालाई थ्याङ्क यू र धन्यवाद।